राष्ट्रियता, लोकतन्त्र र आत्मसम्मानको मूल नारासहित नेपाली राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको हाम्रो पार्टी नेपालले आफ्नो संगठन विस्तार र जनपरिचालन अभियानलाई तीव्रता दिएको छ। हालै निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गरी राजनीतिमा होमिएको यस पार्टीले आगामी 2082 पुस 7 गते पूर्वी नवलपरासीको दलदले स्थित सहारा पार्टी प्यालेसमा बृहत आमसभा आयोजना गर्ने भएको छ। पार्टीका जिल्ला सभापति सोमबहादुर सेन्चुरीका अनुसार उक्त ऐतिहासिक आमसभालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सभापति एवं प्रखर युवा नेता खगेन्द्र सुनार र महामन्त्री दधिराम परियारको विशेष उपस्थिति हुने कार्यक्रम तय भएको छ। कार्यक्रमलाई भव्य बनाउन गण्डकी प्रदेशबाट प्रभावशाली पार्टी सदस्यहरू दीपक विक, भीमबहादुर विक, लालबहादुर मल्ल, कृष्ण विश्वकर्मा र विजय विश्वकर्मा लगायतको टोली अहोरात्र खटिएको छ। जिल्ला सभापति सोमबहादुर सेन्चुरीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै आमसभामा नवलपुर लगायत आसपासका जिल्लाहरूबाट उल्लेख जनसहभागिता रहेको बताउनुभयो। निर्वाचन आयोगमा दर्ता भएपछि यसरी बृहत रूपमा आम भेला अभियान सञ्चालन गर्न लागेको यस पार्टीले परम्परागत राजनीतिको विकल्प खोजिरहेको युवा, दलित, उत्पीडित र आम नागरिकलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ। राष्ट्रियताको रक्षा, लोकतन्त्रको शुद्धिकरण र प्रत्येक नेपालीको आत्मसम्मान नै पार्टीको मुख्य एजेन्डा रहेको पार्टीका निकट व्यक्तिहरूले बताएका छन्। सभापति सेन्चुरीले भन्नुभयो, हामी नयाँ सोच र नयाँ जोशका साथ आएका छौँ। पुस 7 गतेको दलदले आमसभाले नेपालको राजनीतिमा नयाँ सन्देश दिनेछ। म सम्पूर्ण परिवर्तनकारी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक सभामा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु।